अब यस्तो हेर्नुहोस् है, अब हाम्रो यथास्थितिमा मूल घरमा है राष्ट्रिय स्वतन्त्र पार्टीको मूल हाम्रो उपसभापतिहरूमा 2 जना उपसभापतिहरू हुनुहुन्छ। अब यस पछाडि उपसभापतिज्यूहरू आउँदै गर्दाखेरि उहाँहरूको वरियता क्रम पक्कै पनि होइन कसरी समायोजन गर्ने भन्ने विषय त छलफलकै विषय हो। अब म 1 नम्बरमै हुनुपर्छ भनेर त्यसमा अब प्रस्तुत भइराख्ने अथवा कार्यवाहकै चाहिन्छ अथवा भनौँ न त्यो खालको किसिमले प्रस्ताव दिने पछि फेरिसकेपछि त कुरो मिलेन नि। ल बालेन शाह र कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी बीच सम्झौता हुँदाखेरि को कहाँ बस्ने भने त्यो 3 जना बस्दा एकै दिन टुङ्गिएको विषय हो नि त। भोलिपल्ट फेरि त्यसको पूरक सहमति गर्नुपर्ने विषय त होइन, चित्त बुझेन भनेर फेरि लिएर आउनुपर्ने विषय त होइन। यति बुझ्नुहोस्, अब यो यदि 3 जनामा 2 जना एक ठाउँमा छन्, 1 जना चित्त नबुझेको भनौँ न व्यक्ति अथवा पात्र जे संस्था जे भने पनि अब त्यो चित्त नबुझेको पात्रलाई असहमति भइराखेको थियो भन्ने कुरा सिधै बुझिन्छ नि, सिधा प्रष्ट आँखाले हेर्दाखेरि।